यो त्यही ऐतिहासिक गाडी हो जसलाई देख्दा आज पनि प्रत्येक नेपालीको छाती गर्वले चौडा हुन्छ। सन् 1961 मा बेलायती महारानी एलिजाबेथ द्वितीयले राजा महेन्द्रको व्यक्तित्व र नेपालको गरिमालाई सम्मान गर्दै उपहार दिएको रोल्स रोयस सिल्भर क्लाउड ट्रिपल आई। यो कार किन्न बैंक ब्यालेन्स मात्र भएर पुग्दैन, यसको लागि तपाईसँग इमान, इज्जत र त्यो स्तरको सामाजिक प्रतिष्ठा हुन पर्छ। रोल्स रोयसको इलाइट क्लब भित्र पर्नु भनेको संसारकै सबैभन्दा प्रतिष्ठित व्यक्तिको सूचीमा पर्नु हो। यो एउटा कार मात्र थिएन, यो त दुई देश बीचको मित्रता र नेपाली राज संस्थाको अन्तर्राष्ट्रिय क्लासको प्रमाण थियो। एउटा कार बनाउन 4 देखि 6 महिना लाग्ने यो मेसिन त्यति बेलाको विश्वकै सबैभन्दा विलासी सवारी मानिन्थ्यो। समय बदलियो, व्यवस्था बदलियो, तर यो विरासत अझै पनि जीवित छ। 2062 सालदेखि छाउनी स्थित मिलिट्री म्युजियममा यसलाई निकै जतनका साथ राखिएको छ। आज हेर्दा पनि यो गाडी भर्खरै सोरुमबाट निस्किए जस्तै टल्कन्छ। आजका नेता र मन्त्रीहरूलाई हेर्नुहोस्, गाडी त उनीहरूले पनि करोडौंकै चढ्छन्, पैसाको कमी उनीहरूलाई पनि छैन। तर के आजका कुनै पनि नेतामा त्यो हैसियत छ जसले रोल्स रोयस किन्ने हिम्मत गरोस्? राजा महेन्द्र आज जीवित भइदिएको भए सायद यो गाडी आज पनि सडकमा शानका साथ घुडिरहेको हुन्थ्यो। तपाईलाई के लाग्छ, के भविष्यमा कुनै नेपालीले फेरि आफ्नो इमानको बलमा रोल्स रोयस चढ्न सक्ला? कमेन्टमा लेख्नुहोस् र यस्तै भिडियो हेर्न मलाई फलो गर्न नबिर्सनुहोला। धन्यवाद।